रेलको टिकट भइहाल्छ नि, रेलको टिकट भइहाल्छ भन्दा रेल भन्दाखेरि रेला भयो, रेल भन्दा फेल पनि भयो, टिकट पाएन। सिक्किमको कोटाबाट पाउँछु भनेर भनेको थियो, पाएन। त्यो भक्तहरू अब नजाने होस्, अब पछि जहिले स्ट्राइक खुल्छ त्यति बेला स्ट्राइक भइरहेको थियो, त जति बेला स्ट्राइक खोल्छ त्यति बेला जाउँला भनेर मैले भने हेर, त्यो स्ट्राइक हवाजत चालु नै छ नि त। हवाजतबाट जानुभन्दा एकदमै बेसी खर्च हुन्छ, हाम्रोमा पैसा छैन। त तिम्रो छोराछोरीको जिन्दगानी कुरा हो, 20-25 हजार खर्च गर्नु के हुन्छ? अहिलेसम्ममा झन्डै 50-60 हजार 50-60 लाख खर्च भइसक्यो होला, नभने 25-26 लाख खर्च भइसक्यो होला जन्मेदेखि यसो पढाउँदा। अब फाइनलमा पुगेर तिमीहरूले त्यो हवाजतमा पठाउने पैसा पनि छैन, रेन्टपान गरेर जग्गा जमिन बन्धक राखेर पनि नानीले पढाउनु पर्छ, पछि शराब छ, नानीहरूले थुक्छ। भन्दा यो कुरो त सत्य हो भनेर हवाजतमा बागडुग्राबाट बेङ्गलोर गयो र हामीलाई फोन आयो, हामी सञ्चालै पुग्यौँ भनेर। हेर्नु त त्यस कारणले गर्दाखेरि एउटा गाडी छ, म पनि जान्छु भन्छ, कालो बाटो छ, त्यो गाडीमा क्यापेसिटी 12 जनाको होला, त छानाभरि सबै नचढ भन्नु भएन। मामा, काका, फुबु, दिदी चढ्यो, गाडी फेल भयो, ब्रेक फेल भयो, गाडी एक्सिडेन्ट भयो। आउँदैछ कि त? आउँदैछ। त्यो एक्सिडेन्ट हुँदाखेरि सारा मान्छे मऱ्यो, चोट लाग्यो, के गर्यो होइन, त्यो त जबरजस्ती गर्नु हुँदैन। त्यो कारणले हाम्रो सिक्किममा के छ भन्नुहुन्छ भने बेसी क्यापेसिटी, गाडीमा क्यापेसिटीभन्दा बेसी चढाउँदैन। त्यसो हुँदाखेरि झोलामा टेक्नु हुँदैन, ल झोला यता राख्नु भाइ, अलिक माथि राखिदिनुहोस् न। र क्यापेसिटीमा अलिक बेसी चढ्नु दिएन भने हामीले पुलिसलाई के भन्छौँ भने गाली गर्छौँ, यो पुलिसहरू बदमास, घुस खानको लागि आफ्नो मान्छे भए त दिन्थ्यो नि चढ्नु, गरिबलाई कहाँ दिन्छ र त चढ्नु भन्छ। भरै त्यसरी एक्सिडेन्ट के भयो भने उसलाई एसपीले एक्सन लिन्छ है, तैँले किन बेसी मान्छे चढेको, एक्सिडेन्ट भयो, तँलाई मैले क्यापेसिटीमा बेसी चढाउनु हुँदैन भनेको होइन, घुस खाएर चढाइस् कि मत खान्छस्, के नराम्रो ड्युटी गर्छस् भनेर उसलाई एक्सन लिन्छ एसपी डिएसपीदेखि माथिको जोड छ हाई लेभलकोले पनि उसलाई के गर्छ, नोकरीबाट निकालिदिन्छ। के गर्छ, डिसिप्लिन हामीले साह्रै मेन्टेन्स गर्नुपर्छ। त सबभन्दा ठुलो कुरो के हो, मान्छेमा एजुकेसन हो। आज तिम्रो नाम के अरे? विश्व। तिमीलाई सानैदेखि मैले देखेको होइन त, धेरै वर्ष भयो नदेखेको भनेर म सम्झिन्थेँ, बिर्सेको त म थिएन, म पनि सम्झिरहन्छु। सम्झिरहेकै थियौ। तिमी अमेरिकामा गयौ त तिमीले जुन प्रकारको कपडाहरू चढायौ, चस्माहरू चढायौ, त्यो म एकदम अमूल्य, बहुमूल्य, बहुत ठुलो प्रसाद म सम्झिनेछु। तिमीले यसरी मलाई सम्झेछौ, चढायौ भनेर म खुसी भएको होइन, चढाएन भनेर दुखी भएको पनि होइन। त त्यस कारणले गर्दा तिमीले यसरी बाबुसँग आयौ, अनि पछि आमालाई बुहारीलाई पनि ल्याउनु, र मिरिकबाट हाम्रो त्यो एउटा ओसी हिजो आएको थियो, सिआई प्रधान, के त प्रधान, लेखक पनि हो, यो लेखक पनि हुनुहुन्छ, लेखक पनि। उसको नाम के हो? चन्द्रप्रसाद। ओ चन्द्रप्रसाद प्रसाद। त तिनी पनि मेरो सानैदेखि बच्चादेखिको भक्त। हामीसँग तिनी गुवाहाटी गएर 15-20 दिन बस्यो, सिलाङ गएर बस्यो, परम भक्त मेरो, कलेज पढ्थ्यो। पछि हेर तिनी कस्तोमा कहाँदेखि कहाँ पुग्यो। अनि बजारको त्यो मोहन जो अफिसर हुनुहुन्छ, उहाँको नाम मोहन, उहाँ पनि आउनु भएको थियो। उहाँको बाबुको श्राद्धमा पनि मलाई बोलाउनु भएको थियो। छोराछोरीलाई पनि ल्याएर बिहामा उसको दम्पतिहरू ल्याएर सदा पनि हामीले आशीर्वाद वचन पनि गऱ्यौँ।